डिभोर्सको अन्तिम दिन श्रीमतीमाथि खुकुरी हानी श्रीमतीको हत्या गरेर नेपाली ब्रो कुमार थापाले गरे बालाजु प्रहरीमा आत्मसमर्पण। उपचारकै क्रममा श्रीमतीको मृत्यु। डिभोर्स मुद्दा अदालतमा विचाराधीन थियो। टिकटकमा नेपाली ब्रोका रूपमा परिचित प्रो रेस्लर कुमार थापा श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका छन्। प्रहरीका अनुसार शुक्रबार बेलुका बालाजु स्थित आफ्नै कोठामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा थापालाई नियन्त्रणमा लिएको हो। घटनापछि गम्भीर घाइते भएकी महिलालाई उपचारका लागि अस्पताल लगिएकोमा उपचारकै क्रममा उनको निधन भएको छ। घटनापछि थापा आफै बालाजु प्रहरी वृत्तमा आत्मसमर्पण गर्न पुगेका थिए। उनलाई अहिले प्रहरी वृत्त बालाजुमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। स्रोतका अनुसार थापा दम्पति बीच लामो समयदेखि पारिवारिक विवाद थियो र सम्बन्ध विच्छेदको मुद्दा समेत अदालतमा विचाराधीन थियो। वास्तविक नाम कुमार थापा रहेका उनी प्रो रेस्लिङ खेलाडी हुन्। पछिल्लो समय उनी सामाजिक सञ्जाल विशेष गरी टिकटकमा नेपाली ब्रो नामले चर्चित थिए। प्रहरीले घटनाको विस्तृत अनुसन्धान जारी रहेको जनाएको छ।